एभ्रिवान, म चाहिँ विक्रम कुमार बानिया। मैले चाहिँ धेरै अगाडिदेखिबाट युट्युब च्यानल बनाउने सोचमा थिएँ र धेरै अगाडि मैले च्यानल पनि क्रिएट गरेको थिएँ। यद्यपि केही दिन अगाडि मैले यो युट्युब च्यानल सुरु गर्ने भनेर आधिकारिक रूपमा युट्युब च्यानलको नाम र युट्युब च्यानलमा भिडियो हाल्न सुरु गरेँ। यद्यपि दुईवटा भिडियो हालेको थिएँ। दुईवटा भिडियो हालेको एकै दिनमा, जस्तै आज मैले युट्युब च्यानल सुरु गरेर दुईवटा भिडियो हालेँ, भोलिबाट सरकारले युट्युब फेसबुक सबै बन्द गरिदिँदाखेरि म अलिकति निराशा छाएको थियो। यद्यपि पुनः यो चलेसँगै मैले यो च्यानललाई अलिकति अगाडि बढाउने हिसाबले लागेको छु र आगामी दिनमा फुटबलसँग र खेलकुदसँग रिलेटेड भिडियोहरू म बनाएर यहाँहरूमा यही च्यानलबाट जोडिनेछु। यहाँहरूले धेरै मेरो आवाज त सुन्नुभयो होला, यद्यपि मैले युट्युब च्यानलको नाम पनि त्यही अनुसारले राखेको छु, मलाई चिन्न सजिलो हुनको लागि। र यसमा विभिन्न थरीका भिडियोहरू म लाइभ गर्न जाँदाखेरि अथवा अन्य कुनै प्रयोजनको लागि खेलकुदको प्रोग्राममा जाँदाखेरिको भिडियोहरू यहाँलाई ल्याउनेछु। र यसपटक भने मैले नेपालगञ्ज एक ह्यान्ड फुटसल प्रतियोगिताको जुन प्रतियोगिता हामी लाइभ गर्न गइराखेका थियौँ, त्यो प्रतियोगिताको दौरानमा जाँदाखेरि त्यहाँ हामीले अब पुरै भिडियो त मैले बनाउन पाइनँ, यद्यपि सामाजिक सञ्जालको बन्देजले गर्दाखेरि आगामी दिनहरूमा जाँदाखेरि चाहिँ यहाँहरूलाई मैले सम्पूर्ण भिडियोहरू लिएर आउनेछु। यो भिडियो हेर्नुहोला र यहाँहरूले मलाई सुझाव पनि दिनुहोला कि आगामी दिनमा कस्तो खालको भिडियोहरू लिएर आउने भनेर म त्यही अनुसारले भिडियोहरू तयार पार्नेछु। यो भिडियो हेरेर इन्जोय गर्नुहोला। धन्यवाद। ल, अब गोल नेपाल दाईहरू चाहिँ हामी यसरी नेपालगञ्ज फुटसल प्रतियोगिताको हामी प्रत्यक्ष प्रसारण गर्न काठमाडौँको डोमेस्टिक एयरपोर्टतर्फ चाहिँ हामी जाँदैछौँ। नारायणजी के छ? ठिक छ, हामी ल कसरी नेपालगञ्ज जाँदैछौँ, तयारी ल। अब हामी बिचबाट अलिअलि देखाउँदै जान्छौँ बाटोमा, होइन? ल र हामी विमानस्थल आइपुग्यौँ। यो बोर्डिङमा चाहिँ नेपालगञ्ज जाने बोर्डिङमा चाहिँ दह्रो भिड छ। नारायणजी के छ? हामी चाहिँ बोर्डिङ लिएर रेडी अवस्थामा छौँ। अब कति घन्टा डिले भयो? 1.5 घन्टा डिले भयो। अब 4:15 जाने चाहिँ हाम्रो फ्लाइट चाहिँ अब 5:30 को भएको छ अहिलेसम्म। अब कतिखेर हुन्छ त्यो भने हेर्न बाँकी नै छ। हामी पुरै रेडी अवस्थामा छौँ। सेक्युरिटी चेक सबै गरेर हामी है बिहानदेखि गाह्रो छ। म चाहिँ पहिलोपटक डोमेस्टिक प्लेन चढ्नलाई हो होइन नारायण सर? नारायण सर त डोमेस्टिक धेरै चढिसक्नुभयो, म चाहिँ पहिलोपटक चढ्दैछु। कस्तो हुन्छ एक्सपिरियन्स? रमाइलो हुन्छ विक्रमजी, तर सबभन्दा दुःखको कुरो चाहिँ प्लेन डिले भएर तनाव भयो। यस्तै छ। अब उहाँ पुग्ने टाइमसम्म यहीँ बस्नु परेपछि तनाव भयो। मेरो चाहिँ यो डोमेस्टिक फ्लाइट चाहिँ पहिलोपटक हो। इन्टरनेसनल चाहिँ चढिसकेको छु म धेरै पटक। 1 घन्टा डिले भयो। हामी कुरेर बसिरहेको छु। झ्यालबाट प्लेन हेर्दै प्लेन बन्दै कुरेर बसिरहेको छु। कतिखेर पुग्ने हो, कतिखेर भेन्यूमा पुग्ने हो, गाह्रो छ। एक घन्टा डिले भएको छ। योभन्दा पछाडि नढोक्नुहोस् भन्ने छ। रनवेमा हेरेर बसिरहेको छौँ हामी। उड्न लाग्यो कतार एयरवेज। बल्ल बल्ल बोर्डिङ खुलेको छ हाम्रो।
नेपालगञ्जको नारायणजी ठिक छ नि होइन ल अब हामी प्लेनबाटै अलिअलि अपडेट गर्दै जानेछौँ ल फाइनली प्लेन पनि चढियो अब हामी काठमाडौँबाट नेपालगञ्जको यात्रामा हुनेछौँ बाँकी हामी यात्राको दौरान यहाँहरूलाई अनेक भिडियोहरू जोडेर ल्याउनेछौँ त्यति दिनसम्म हामी सँगै रहनु होला होइन नारायणजी ल पार गरेमा विमानभित्र सुरक्षा सम्बन्धी क्षति पुग्ने कार्य गरेमा विमान परिचालकले दिएको निर्देशनहरू पालन नगरेमा तथा शान्ति सुरक्षामा समेत बाधा पुग्ने कार्य गरेमा नेपालको प्रचलित कानुन कारबाही हुन सक्ने बेहोरा यहाँहरूमा जानकारी गराउँदछौँ साथै यस्ता कार्यहरू नगरिदिन हुन पनि विनम्र अनुरोध गर्दछौँ धन्यवाद भर्खरै ल्यान्ड भएका छौँ होइन नारायणजी होइन कस्तो कस्तो छ ठिकै भयो ठिक छ नि हामी नेपालगञ्ज विमानस्थलमा अवतरण गरेका छौँ अब हामी हाम्रो गन्तव्यतर्फ लाग्नेछौँ अब प्लेनबाट ओर्लिने क्रममा छौँ होइन नारायणजी खै प्लेनबाट ओर्लिने क्रममा होइन हामी चक्लेट खाँदै ओर्लिनेछौँ हामी अब चट्ट लाएर नेपालगञ्जमा हामी भेट्नेछौँ नेपालगञ्जको एयरपोर्टबाट हामी अब हाम्रो गन्तव्यतिर लाग्नेछौँ र हामी चाहिँ अब यो नेपालगञ्जको पहिलो गुड मर्निङबाट यहाँहरूलाई सुरु गर्दैछौँ अब नेपालगञ्ज निकै नै यो एकदम त्यो के भन्छ तातो कराईमा फाले जस्तो तातो छ यहाँ त काठमाडौँबाट आउने मान्छेलाई त एकदमै गर्मी छ के हो नारायणजी हेलो गुड मर्निङ नेपालगञ्ज यो गर्मी फेरि आजबाट फेसबुक युट्युब बन्द हुँदैछ अरे यो भिडियो त्यहाँ आइपुग्छ कि पुग्दैन आइपुग्यो भने हेरेर साथ दिनु होला यो साह्रो गर्मीमा चाहिँ हामी अब लाइभको लागि सबै पोका पन्तरा बोकेर हामी चौरतिर मुभ हुँदैछौँ अब यो सबभन्दा पहिला चाहिँ यो हट लेमन विथ हनीबाट हाम्रो सुरु हुँदैछ हामी चाहिँ अब ब्रेकफास्ट हल्का लिएर ग्राउन्डतर्फ जाँदैछौँ र ग्राउन्डको दृश्य पनि तपाईँहरूलाई देखाउनेछौँ होइन त नारायणजी ल यो चाहिँ जनकपुरको थुक्क नेपालगञ्जको भानुचोक के भयो होला है यहाँ चाहिँ मुस्लिमको तिहार छ अरे आज त्यसले गर्दाखेरि चाहिँ एकदम सुनसान सडक सुनसान रास्ता सुनसान गल्ली ल एकदम ल यो मेन हाइवे गाडीको ल यी त्यो तल आउनु न म यही छोडिदिन्छु अनि यही दिपक भन्छ यही हुनुहुन्छ म यही लिएर छैन फर्स्ट टाइम ल यो नेपालगञ्ज बजार वीरेन्द्र चोक पट्यो होइन वीरेन्द्र धम्बोजी भन्छ अहिले पहिला तरकारी व्यापार पुरा भइरहेको छ हामीलाई यसो किराना पसलमा यसो साइड लगाइदिनु ल यसो हेरेर ब्याट्री घडीको ब्याट्री लिनु पऱ्यो कि छ नि त छ भरे त्यहाँ पुगेर अबर किन पर्ने भनेर एक्स्ट्रा बोकेर जानु किराना पसलतिर पाउला सानो ब्याट्रीहरू मन्त्रीजीको गाडी गइरहेको त अगाडि यहाँ मैले भाइलाई भनेको फिफ्थ नेसनल एग एन्ड फुटसल टुर्नामेन्टको हामी यो प्रत्यक्ष प्रसारणको लागि यो नेपालगञ्जमा रहेको बागेश्वरी फुटसलमा आइसकेका छौँ।
बिहानदेखिको तातो टन्टलापुर घाम र नारायणजी र म अर्को हट व्यक्ति नारायणजी टन्टलापुर तातोको त पुरै नगर्नुहोस् सर गाह्रो छ है यति तातो BYD ले स्पोन्सर गरेको छ र आफ्नो गाडी डिस्प्ले पनि गरिराखेको छ कि चढ्दिने हो एउटा आँट्दिने हो लाइभ गर्नको लागि हामी यो लाइभ राम्रो देखाउनको लागि जाली खोल्दैछौँ यो जाली खोल्न चाहिँ हाम्रो भाइले एकदम सहयोग गरिरहनु भएको छ यस्तो जाली छ हामी लाइभ गर्ने ठाउँ चाहिँ यस्तो बनाइएको छ र यस्तो जालीलाई चाहिँ अब जाली बाहिरबाट देखाउँ तपाईहरुलाई यो जालीको पुवाल मात्र देखाएर त तपाईहरुलाई भएन त यो भाइले हामीलाई एकदम सहयोग गरेको छ यो नेपालगञ्जको भाइ एकदम सहयोगी भाइ छ र यो जाली खोल्ने काम भइरहेछ यो जाली खोले पछाडि हामी जालीलाई अलिकति दोबार्छौँ र हाम्रो क्यामेराको भाग मात्रै लेन्स मात्रै छिर्नी मिलाएर हामीले चाहिँ यसलाई मिलाउने तयारी गरिराखेका छौँ तपाईहरु हेरिराख्नु होला हामी के गर्छौँ यो प्रत्यक्ष प्रसारण गर्न त्यति सजिलो भने छैन यहाँहरुलाई क्वालिटी अलिकति तलमाथि भयो भने यहाँहरुलाई गाली गर्न र यहाँहरुलाई अनेक लेख्न हतार हुन्छ तसर्थ हाम्रो मेहनत हाम्रो दुःख पनि हेरिदिनु होला र कहिलेकाहीँ इन्टरनेट डाउन भएको बेलामा यहाँहरुले हामीलाई कराउनु भन्दा पनि सुझाव दिनु होला हामी यहाँहरुबाट सकारात्मक सुझावको अपेक्षामा छौं teamgolnepal.com नेपालगञ्ज बाँके नारायण सर के छ त अवस्था जाली काटेर बल्ल सिध्यो जाली काटेर अब के च्याते जाली च्यातेर बल्ल सिध्यायो अब यही लाइन आयो लाइन आउँदैछ लाइन त एकैछिनमा आइहाल्छ गाह्रो चाहिँ फेसबुक र युट्युब सबै बन्द छ अब त्यसलाई अब विदेश जानुपर्छ जस्तो कहाँ जाने साउदी कतार मलेसिया कहाँ जाने कहाँको भिसा लाग्छ मलेसिया जानलाई हाम्रो काठमाडौँमा एकजना सर हुनुहुन्छ नि नाम चाहिँ नभनौ सरसँग पासपोर्ट बुझाउनु पर्ला बुढा ल त्यही गर्ने हामी चाहिँ यो एकान बाँकेको आयोजनामा नेपालगञ्जको यो बाँकेमा बागेश्वरी फुटसलमा आजबाट सुरु हुने फुटसल प्रतियोगिताको करिब तयारी अन्तिम चरणमा छौँ अबको केही बेरमै हामी यहाँहरुमा प्रत्यक्ष प्रसारणमा जोडिनेछौँ त्यतिन्जेलसम्म यहाँहरु हेर्दै गर्नु होला त्यसपश्चात हामी यो धेरै कामहरु बाँकी छन् यो सकिने बित्तिकै हामी प्रत्यक्ष प्रसारणमा जोडिनेछौँ प्रसारण त गर्छौँ तर पर्दा पछाडि हामीले काम कसरी गरिराखेका छौँ भन्ने कुरा यहाँहरुलाई हामीले देखाउन जरुरी छ हाम्रो नारायणजी छातालाई दुईवटा ठाउँमा बाँधेर यसरी निकै नै तातो छ यो नेपालगञ्जको तापक्रम यो अहिलेको अवस्थामा यहाँहरुले कल्पना गरेर हेर्नु होला यद्यपि निकै नै गर्मी छ हामी यो गर्मीमा पनि यहाँहरुलाई प्रत्यक्ष जोडिराखेका छौँ यद्यपि केही समस्या आएको खण्डमा यहाँहरुले बुझिदिनु होला र निकै नै रोमाञ्चक खेल चलिराखेको छ हामी यहाँहरुलाई नेपालगञ्जको यो बाँके जिल्लाको नेपालगञ्जमा रहेको बागेश्वरी फुटसलको मैदानबाट यो 5औं माछापुच्छ्रे बैंक प्रेजेन्ट 5औं नेसनल एकान फुटसल टुर्नामेन्टको हामी प्रत्यक्ष प्रसारणमा छौँ जसको यो आयोजक टिम एकान बाँके रहेको छ हामी हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ यो बाँकेको टिमलाई जसले यो प्रतियोगिता आयोजना गरिराखेको छ देशभर छरिएर रहनुभएका चार्टर्ड एकाउन्टेन्टहरूको यो टिमलाई एकजुट बनाएर यो प्रतियोगिता आयोजना भइरहेको छ हामी हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ एकान बाँकेलाई जसले यो निकै नै प्रयास गरेर यो प्रतियोगिता आयोजना गरिराख्नु भएको छ यो निकै नै तातो मौसम छ यतिखेर नेपालगञ्जमा यद्यपि हामी जस्तो सुकै तातो भए पनि यहाँहरुलाई प्रत्यक्ष प्रसारणमा जोडिराखेका छौँ केही सम्हालिन गाह्रो परिराखेको छ एकन कास्कीलाई निकै नै रोमाञ्चक यो खेल हामी नेपालगञ्जको यो बागेश्वरी फुटसलको मैदानबाट यहाँहरुलाई प्रत्यक्ष जोडिराखेका छौँ यो रातिको करिब 9 बजिराखेको छ यद्यपि खेलाडीहरू मेहनत गरिराख्नु भएको छ हामी पनि यहाँहरुलाई प्रत्यक्ष देखाउनको लागि यहाँ अहोरात्र खटिराखेका छौँ हामी चाहिँ अब नेपालगञ्जमा यो
असल यो पहिलो दिनको म्याच सकाएर हामी चाहिँ अहिले अब होटेलतर्फ जाँदैछौँ र खाना खाएर हामी सोझै खाना खाएर बेडरुममा गएर लगतरान भएर लड्नेछौँ। साह्रै थकी 17वटा म्याच प्रत्यक्ष प्रसारण गर्दाखेरिको क्षण एकछिन फुर्सद छैन। हरियाली नेपालगञ्ज हाइवे पनि निकै नै राम्रो छ एकदम। पक्कै पनि भिडियो त यहाँहरूले हेर्नुभयो होला। हामीलाई यो नेपालगञ्जमा जुन प्रत्यक्ष प्रसारण गर्नको निमित्त हामीलाई सहयोग गर्नुहुने एन पेनाङ एफसीका आदरणीय अध्यक्ष एवं पोखरा थन्डर्सका वान अफ द बोर्ड मेम्बर अङ्कित थापा मगर, यसै गरी पोखरा थन्डर्सकै अर्का ओनर घनश्याम थापाज्यूलाई पनि हामी विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। र एक एन बाँके जसले हामीलाई यो प्रत्यक्ष प्रसारण गर्नको लागि हामीलाई जुन निम्तो दिएको छ र हामीले उहाँहरूको निम्तोलाई स्वीकारेर त्यो प्रत्यक्ष प्रसारण हामीले गर्न पायौँ। आगामी दिनमा पनि हामीलाई साथ र सहयोग गर्नुहुनेछ भन्ने हामीले अपेक्षा लिएका छौँ र आगामी दिनमा पनि हामीलाई प्रत्यक्ष प्रसारण गर्नको निमित्त यहाँहरूले बोलाउनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। यो भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा लेखिदिनु होला।